नमस्ते सबैजनालाई। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। म चाहिँ यता सुन्तला टिप्न जाने थिएँ नि त, साथै रोटी रोट्न गएर चाहिँ सर्टकट जानु लागिलाई यताबाट जाँदैछु। हेर्नुहोस् है त। म चाहिँ पुगेँ अनि हेर्नुहोस् न कति कम्ती छ। यो चाहिँ अन्तिममा रहेको। त्यही भएर म चाहिँ यहाँ साह्रै मिठो छ क्या, मसिनो भए पनि यो अन्तिमको भएर होला एकदम धेरै मिठो छ। मैले चाहिँ टिपिसकेँ अनि हेर्नुहोस् न, मसिनो सानो सानो भए पनि एकदम मिठो खालको छ क्या सुन्तला चाहिँ। अनि यो चाहिँ हाम्रो मम्मीले राख्नुभएको खोर्सानीको दल, यो अन्तिम लटमा राख्नुभएको, यो चाहिँ सुरुमा राख्नुभएको थियो। कति मजाले पलाएको छ भने नि। मम्मी चाहिँ गाई दुहेर फर्किँदै हुनुहुन्छ। साँझको टाइम एकदम धेर चिसो मौसम। दिउँसो त धेर गर्मी हुन्छ, तर बेलुका भएपछि चाहिँ बिहान बेलुका चाहिँ एकदम चिसो छ यता पनि। हेर्नुहोस् न, यो हाम्रो घर अनि यो चाहिँ मम्मीको, मेरो सासू ससुराको, जो कि कम्प्लिट भएको छैन, इन्कम्प्लिट छ। उहाँ चाहिँ हाम्रो घरको मिस्त्री, जो कि हाम्रो आफन्त नै हो, फुपा हो उहाँ चाहिँ। तर मिस्त्रीमा चाहिँ टप नम्बर 1 मा आउँछ होइन। उहाँको चाहिँ इन्डियाबाट आउनुभएको, मिरिकको हो, मिरिक गोपालधारा। अनि उहाँ चाहिँ मेरो हस्बेन्ड श्रीमानज्यू कलर गर्दै हुनुहुन्छ। प्लिज सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त भन्दै आजको ब्लग म यहीँ इन्ड गर्दछु। थ्याङ्क यू सो मच। प्लिज तपाईँहरूले सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् है त।